उहाँले त अब गिरी हो त्यस्तै गिरेको हुनाले गिरेको हुनाले गिरी भन्यो है हजुरले अघि 8 जात के भन्दै हुनुहुन्थ्यो नि होइन अब त्यहाँ उहाँहरूको चाहिँ अब त्यो गिरीहरूको चाहिँ अब गिरी पुरी भारती वन होइन गिरीपुरी भारती वन त्यति अब त्यति अब मलाई चाहिँ अब उही सुनेका कुरा हो एकचोटि भन्नुहोस् न गिरीपुरी भारती वन उसका दाजुभाइ अरू पनि छन् भनेपछि अब 4वटा चाहिँ नदेखेका छन् भन्ने कुरा चाहिँ सुनिरहेको थिएँ मैले त्यही भनेको त्यो अब पहिले चाहिँ अब साधुको भेषमा अब 3टा दिन्छन् अनि त्यहाँदेखि मन्त्र पनि अब त्यो 3टा दिएपछि मन्त्र पनि सुनाउँछन् अनि मन्त्र सुनाएपछि भरे अनि लास्टमा चाहिँ फेरि 3टा थपेर 6वटा दिने चलन छ त्यही पहिला चाहिँ 3टा त्यही 3टामा थपेर फेरि 6वटा बनाइन्छ त्यो 6वटा बनाएको डोरो चाहिँ जनै हो अंकल नमस्कार है नमस्कार हजुरको थोरै परिचय दिनुस् न मेरो अब रन्जी डाँगी हो यहाँ चाहिँ यहाँको ठेगाना अर्जुन धारा 4 पाहाड चाहिँ घर कहाँ थियो हजुरको मेरो 5 थर्पु मालवासे भन्ने हो थर्पुमा हजुर त्यहाँदेखि आउनु भएको कति भयो अंकल लगभग 30 वर्ष भयो 30 वर्ष भयो भनेपछि यहाँ चाहिँ आज हामी व्रतबन्धको कार्यक्रम शुभ कार्यक्रममा छौँ होइन अंकल हजुर अच्छा जितबारे शिवाकोटी हाम्रो मेरो साथीको चाहिँ छोराको र उहाँको भान्जाको रहेछ 2 जनाको होइन हजुर यो व्रतबन्ध कार्यको लागि थोरै सोध्नु मन पर्यो जस्तै कति उमेरका केटाकेटीलाई छोराहरूलाई भनौँ न व्रत गर्नु मिल्छ अलिकति जानकारी यो एकदम राम्रो चाहिँ ठ्याक्कै छोरा मान्छेको 8 वर्षमा गर्नु भन्ने रहेछ होइन 8 वर्षदेखि हजुर त्योभन्दा अगाडि चाहिँ भएन 8 वर्षदेखि उँभो चाहिँ अब 20-22 त्यस्तै 16-17 अहिले त कतिपय विदेश गएर आएर 25-30मा पनि गर्ने थालेका छन् त्यो चाहिँ बाध्यताले जस्तै अब यहाँ चाहिँ भिक्षा दिनु पर्दो रहेछ होइन हजुर कसरी भिक्षा भनेको चाहिँ कस्तो बुवा आमाहरूले कसरी सबै कुटुम्बहरूले दिने कि अलिकति बताइदिनुहोस् न यो भिक्षा भनेको चाहिँ अब इष्टमित्र कुल कुटुम्बलाई अब निमन्त्रणा गरे अनुसार यो भिख दिन भन्ने चाहिँ अब त्यो चाहिँ बच्चा चाहिँ अब त्यतिखेर साधु भएको अवस्थामा हजुर भिक्षा दिनु भन्ने चलन अब परम्परा अनुसार चलिआएकोले गर्दा भिक्षा दिनु पर्ने पहिले त बाउ आमा दुईटैले दिने चलन थियो अहिले नयाँ सिस्टममा नयाँ युगमा चाहिँ बाउले छोरालाई साधु भएका बेला साधुको रूप भएका बेला बाउले भिक्षा नदिनु भन्ने चलन आएकाले गर्दा प्राय अब बाबुले नदिकन आमाहरूले हजुरआमाहरूले इष्टमित्र कुल कुटुम्ब नातागोता त्यस्तैले दिने चलन निकालेको छ अनि अंकल जस्तै यहाँ चाहिँ बुवा खालहरूले चाहिँ दिनु भएन है भएन अहिले नदिने चलन निकालेको छ खासमा चाहिँ के कारण रहेछ अंकल त्यसको कारण चाहिँ त्यही त अब यो छोरो साधुको अवस्था भएका बेला बाउले भिक्षा नदिनु जब चाहिँ अब यो व्रतबन्धको बेला कपाल खौरिसकेपछि ड्रेस फेरेपछि साधुको भेष भएको हजुर साधुकै जस्तो पहेँला लुगा लाउनु पर्ने हुन्छ माथि फेटा सेटा पनि लाउनु पर्ने हुन्छ अनि त्यो गोबरसँगै उहाँहरूको केस पनि देखियो नि त्यो चाहिँ किन राखिएको त्यो चाहिँ अब त्यो दस्तुर त्यस्तै हो अब मामाले भान्जालाई कपाल भुइँमा नझारिकन थाल थापेर त्यो भान्जाको कपाल काटेर कपाल सेलाउने ठाउँमा पोका पारेर सेलाउनु पर्ने अनि त्यो थाल चाहिँ त्यही भान्जालाई दिनुपर्ने चलन त्यस्तै आएकोले त्यो गरेको अनि यो अलिकति थोरै हजुरले त्यो गिरीको पनि कुरा गर्दै हुनुहुन्थ्यो हैन हजुर यो व्रतबन्धकै कुरा जोडिँदो रहेछ त्यो 3टा डोरो के भन्दै हुनुहुन्थ्यो अलिकति क्लियर गरिदिनुस् न यो जस्तै अब 3टा डोरो लाका बेला कुन बेला लाइन्छ त 3टा त्यो अब ल्याएर अब ती बटुकोहरूलाई ल्याएर राखिन्छ हजुर त्यो राखेपछि अनि त्यतिखेर एकखेप त्यो यज्ञ
घर यसो घुम्ने चलन छ हजुर त्यतिखेर तीन भागेर फनको घुमिँदो रहेछ होइन हजुर हजुर त्यो 3 फनको घुमेका बेला त्यो चाहिँ एक डोरो दिने एक फनको 2 डोरो दिने अर्को फनको कि कसो होइन त्यसरी होइन त्यो विधि अनुसार 3 फन्का यसो घुम्ने चलन हजुर। अनि त्यतिखेर भागेर खोला नाला कटे भने ती अब साधु भएर त्यसै गिरेर गयो उता त्यो घुम्ने क्रममा घुम्दा घुम्दै निस्केर फुत्त गयो भने त्यसलाई अब फर्काएर ल्याउन मिल्दैन भनेर कतिपय भागे भने पनि खेद्दै गएर छेकेर फर्काएर ल्याउने चलन चाहिँ पुरानो अब रीतिरिवाज आफ्नो वंशबाट नहटोस् भनेर आफ्नो वंशबाट नहटोस् भनेर चाहिँ यदि उहाँहरू भाग्नुभयो भने चाहिँ त्यस भागो ओरो र खोला नाला काटो भने चाहिँ त्यो ल्याएर आफ्नो थर जातमा पनि मिलेन अनि त्यो चाहिँ अब गयो सन्यासी भयो हजुर अनि उहाँहरूलाई चाहिँ के भने आफ्नो वंशबाट हटाएपछि के जाति हुन्छन् उहाँहरू त्यो अब सन्यासी भनेपछि अब त्यस्तै अब सन्यास लिएपछि अर्कै जातमा क्षेत्री बाहुनबाट हट हो अब खोला नाला कटेर उहाँहरूले चाहिँ के थर लेख्नुहुन्छ त उहाँहरूले चाहिँ उहाँले त अब गिरी हो त्यस्तै गिरेको हुनाले गिरी भन्यो है हजुरले अघि 8 जात के भन्दै हुनुहुन्थ्यो नि होइन अब त्यहाँ उहाँहरूको चाहिँ अब त्यो गिरीहरूको चाहिँ अब गिरीपुरी भारती वन होइन गिरीपुरी भारती वन त्यो चाहिँ अब त्यति अब मलाई चाहिँ अब उही सुनेका कुरा हो एकचोटि भन्नुहोस् न गिरीपुरी भारती वन उसका दाजुभाइ अरू पनि छन् भनेपछि अब 4वटा चाहिँ नदेखेका छन् भन्ने कुरा चाहिँ सुनिरहेको थिएँ मैले त्यही भनेको 4 जात चाहिँ देखिसक्यो देखिसक्यो ए हजुर अनि अरू 4 जात चाहिँ देखिएको छैन बाँकी छ त्यसका दाजुभाइ अरू पनि छन् भनेपछि अब कता कता छन् अब कहाँ छन् होइन तर भागेको चाहिँ त्यसरी नै त्यसरी नै हो भन्ने चाहिँ सुनेको हो अब हो होइन आँखाले देखेको त्यो 3टा डोरो भनेको जनै हो कि के हो अङ्कल त्यो अब पहिले चाहिँ अब साधुको भेषमा अब 3टा दिन्छन् अनि त्यहाँदेखि मन्त्र पनि अब त्यो 3टा दिएपछि मन्त्र पनि सुनाउँछन् हजुर अनि मन्त्र सुनाएपछि भरे अनि लास्टमा चाहिँ फेरि 3टा थपेर 6वटा दिने चलन छ त्यही पहिला चाहिँ 3टा त्यही 3टामा थपेर फेरि 6वटा बनाइन्छ त्यो 6वटा बनाएको डोरो चाहिँ जनै हो ए अङ्कल यो जनैको लाउनुको कारण भनेको चाहिँ खासमा जनै लगाइसकेपछि चाहिँ के हुन्छ अब के गर्नु हुँदैन अब चलन त जनै लगाएपछि अब कुखुरा खानु भएन अब आफूभन्दा फाल्टु जातले छोएको नखानु भन्ने चलन थियो हजुर होइन अहिले चाहिँ मान्नु पर्यो भनौँ न हजुर अनि अहिले त अब त्यो चलन छैन हजुर अब तर पनि जनै नै लाउनु छोड्नु त भएन नि त संस्कारै मास्नु त भएन अब कतिपय त जनै लगाएका घर पुगेका एकछिनमा खोलेर सिउरेर पनि हिँड्ने चलन ल्याएका छन् नि केटाकेटीले अहिले त अङ्कल त्यो सिउरेपछि चाहिँ जे खाँदा हुने फेरि होइन अब त्यो गति छोडेपछि जे खाँदा त हो नि त अनि खाइसकेपछि फेरि लाउनु कि कसो अङ्कल लाउने लाउँछन् त्यतिकै नलाउँदा त्यतिकै हिँड्छन् नि अब गरेपछि यो एउटा कर्म चल्ने भनेको चाहिँ अब छोरा मान्छेको कर्म चलाउने कुरा हो चलेपछि अब गरेकै थियो भनौँ साथीमा जनाइ चाहिँ भए पनि नहेरौँ नि अङ्कल साह्रै तपाईँ जानकार पनि र अर्को कुरा रमाइलो पनि हुनुहुन्छ होइन हजुरको विवाह चाहिँ कति सालमा भयो अङ्कल मेरो हजुर मेरो 22 वर्षमा बिहा गरेको 22 वर्षमा बिहे गर्नुभयो अनि अहिले छोराछोरी चाहिँ कतिजना 2 जना छन् तरै झर्नुभयो कति वर्ष भयो होला हजुर 30 वर्ष जति भयो त ए ससुराली यही यो त अलि मासतिर पर्छ के थरीहरू हुनुहुन्थ्यो काफ्ले भन्ने थरीको छोरी बिहा गरेको छ अब अङ्कलसँग यति धेरै कुरा गरिएको छ अब हाम्रो आन्टीको नाम जान्न सकिन्छ आमा समानको हुनुहुन्छ मेरो श्रीमतीको हजुर जानिन्छ त ए टिका डाँगी हो ए ल अङ्कल यो विस्तृत जानकारी धेरै तपाईँसँग मैले आज रिपोर्टिङ लिएको छु है हजुर यो जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद कतिपय गल्ती पनि भएको छ माफ चाहिँ माग्नु होइन ठिकै छ ल त अङ्कल धन्यवाद ल
नमस्कार सेवारो, यहाँहरू सबैलाई केजिएस अनलाइन टिभीमा स्वागत छ।